साथीभाइ तपाईँहरूलाई एउटा सानो छोटो भिडियो लिएर आएको छु है र तपाईँहरूलाई अपडेट एउटा सानो है र तपाईँहरूले पनि यसरी नै दाउरा साउरा खोजेर राख्नुहोस्। यी मेरो त अर्ग्यानिक कुरो पाके पनि चुलामा हो आगोमा हो र मेरो चाहिँ हिप्पा चिज चाहिँ कस्तो छ भन्ने कुरो चाहिँ है अब म त खोज्नु जानु सक्दिनँ प्रायः त है र यसरी चाहिँ म काटेर राख्छु दाउरा हेरिहाल्नुहोस् है माथि भारमा ड्याममै छ हो भारमा ड्याममै छ र यता पनि चैता चाइटीहरू सबै देख्नुभयो होला हो हट्टै चैता चाइटीहरू यी ड्याममै हो हट्टै भारमा माथि ड्याममै छ हो हक्कै साथीभाइ र यसरी नै तपाईँहरूले पनि जोगाड गर्ने दाउराहरू हो र म चाहिँ यसरी राख्छु है दाउरा चाहिँ र हिँडुल गर्नु सकिँदैन काट्नु पनि सकिँदैन र पनि अलिक टाकटाक टोकटेक टाकटाक टोकटेक अल्छे चाहिँ हुनु हुँदैन साथीभाइ ल अल्छे चाहिँ हुँदैन हो। अनि म कतिको जाँगारिलो छु हो म के गर्छु है र तपाईँहरूलाई प्रायः देखिरहनु भएको छ तपाईँले है माया पनि दिइरहनु भएको छ र धेरै माया दिएको पनि तपाईँलाई धेरै धेरै माया है र यसरी माया सपोर्ट गर्दै गर्नुहोस् तपाईँले है र यसरी नै म दाउरा साउरा चोइटा चाइटेहरू यसरी हो यस जम्मा गरेर हो भारभरि दाउरा हेरिहाल्नुहोस् यहाँ माथि हो टक्कै मजाले राखेको छु भारमा हो दाउरा हट्टै साथीभाइ र तपाईँहरूले पनि यसरी नै आगोमा पकाएको कुरो चाहिँ राम्रो नि त है हाम्रो आमाहरूले है आपाहरूले बाबाहरूले भन्थे पहिला क्या अर्ग्यानिक कुरो र जमाना कस्तो आयो भन्दा अब घरमा बस्दा नेपाल देख्छ भन्थ्यो पहिला हाम्रो बाउ आमाले है आपा र आमाले तिमीहरूले घरमा बसेर नेपाल देख्थ्यो भन्थ्यो नि होइन त नेपाल देखिसक्यो नि त अब नेपाल देखियो र कम्प्युटर जमाना आउँछ भन्थ्यो है र कम्प्युटर जमानामा आइगयो होइन र आउने नानीहरूको भविष्यमा चाहिँ के चाहिँ देख्ने अब र पुरानो कुरोहरू देख्दैन है र अर्ग्यानिक कुरोहरू अहिले नानीहरूले खानु पाएको छैन यो होइन र यो कुरो तपाईँहरूलाई एउटा जानकारी है र कतिजनालाई थाहा भएको कुरो है र थाहा भएको कुरो पनि भन्नुहुन्छ होला तपाईँहरूले र एउटा तपाईँहरूलाई एउटा कतिजनाले थाहा पनि छैन होला है र यो कुरो चाहिँ बताइरहेको है र नानीहरूलाई पनि यो कुरो हामीले देखाउनु जरुरी छ किनभने होइन र यस्तो चुलामा पकाएको है र कोइलामा पोलेकोहरू खाएको चाहिँ एकदम अर्ग्यानिक कुरो भनिन्छ नि त होइन र त्यसले दुख बिमार पनि लाग्दैन है रोग कष्ट लाग्दैन र अहिले त पुरै दबाई पानी औषधि है बेसी भयो है पहिला बाउ आमाले त झार जङ्गल खोजेर हामीलाई जाति बनाउँथ्यो नि त साथीभाइ होइन र यसरी नै तपाईँहरूलाई एउटा जानकारी र दबाई खोज्यो र औषधि खोज्यो भने हाम्रो जङ्गल घर आँगनमै पाइन्छ है साथीभाइ र जानेको कुरो मैले पनि लगाइरहेको छु दबाई औषधि है र कतिवटा अब थाहा भएको कुरो र जाति भएको कुरो चाहिँ म तपाईँहरूलाई देखाउनै रहेको छु है र तपाईँहरूले पनि धेरै माया दिनुभएको छ र यसरी माया सपोर्ट गर्दै गर्नुहोस् र भिडियो टक्क आयो भने तपाईँहरूले सेयर लाइक है र फलो पनि गर्नु नबिर्सिने साथीभाइ है र तपाईँहरूलाई भन्दै ल आजको भिडियो यति नै ल सबैलाई बाई बाई छ ल।